सो हाम्रो यात्रा यहाँदेखि सुरु भएको छ। हामी कहाँ जानु आँटेको दिदी? हो ठुलो बाबा। ओके लेट्स गो होइन त? यत्रो माथि आयौँ लास्टमा यहाँ बन्द गरेछ। बडा धोका। यो पनि स्कुटी पनि अफ भयो त। अब हामी यहाँ कर्न खाम है। आइसक्रिम त कुदैछ, कर्न मात्रै खाम। हामी चाहिँ यहाँ ठुलो ढुङ्गा भन्ने ठाउँमा आइपुगेको छौँ। कत्रो ठुलो ढुङ्गा रहेछ नि त। घुम्दा घुम्दा यहाँ यत्रो माथि घुमेर आएर लास्टमा यत्रो ठुलो ढुङ्गामा आइपुग्यो। कत्रो ढुङ्गा रहेछ नि त यहाँ। सिङ्गल ढुङ्गा होइन यो, कत्रो ढुङ्गा रहेछ। भ्यू पनि दामी देख्नु रहेछ, खेतै खेत। कत्रो कत्रो ढुङ्गा रहेछ यहाँ त। हाई ज्याक कस्तो डेन्जर हो यार। चला गयो ज्याक। यो धरा पो रहेछ होइन के हो यो? यहाँ चाहिँ पुरै गियर चेनहरूले बनिएको रहेछ। पुरै गियरै गियर छ। खतरा नट बोल्ट रहेछ यसमा। जानुभयो त नि होइन? अच्छा ल को सबैजना सँगै गइसके। डाँडा पुग्नु पर्ने छ है। हामी चाहिँ यस्तो खतरा स्कुटर बोकेर जाँदैछौँ है। हामी कति चुनौतीहरू पार गरेर हामी कहाँ आइसक्यौँ। खुट्टा दौड्यो जुन साथीहरू हस्तिर हाम्रो। यो कर्नले के खाइछ? क्रेजी अफरोड। यति चाहिँ के गरेर आयो क्या बाटो? सक्यो। वर्तमान आँखों का धोखा है। दिस इज द बेस्ट मैन, दिस इज द बेस्ट। खतरा हो यो। छ्या हालत के भइसक्यो। कहाँ त्यो डाँडा? यो डाँडा यो आलु हो। यहाँ हेर्न यस्तो बनाएको रहेछ। ओइ कत्रो भिड रहेछ नि त। यस्तै छ बाटोमा। तलबाट आगो लाउने हो यहाँ। यहाँ अड्किनु भएछ नि त। के भयो? बाइक बिग्रो कि क्या फेरि? त्यहाँ बाइक बिग्रो क्या? What is?
यार गलियो हाँस्दा हाँस्दा स्टार्ट भयो यहाँ आउँदै हुँदो रहेछ सन्जु दिदीहरू चाहिँ म चाहिँ यहाँ आइपुगिसकेँ स्कुटी बोकेर बाटो यस्तो छ तल सन्जु दे कता हो म चाहिँ अब फेरि तल जानुपर्ने भयो त्यहाँ दामी भ्यू रहेछ हेटेरी यहाँ माथि चढाएको यार म चाहिँ तल झरिसकेँ अब तल झरेर फेरि यता जाँदैछु हेट यस्तो रहेछ यार डेन्जर भिड पर हुन्छ सन्जु दिदीहरू सन्जु दिदीले गुराँस पनि टिभी सक्नुभएछ कुन बाटो आज गुराँस फुलिसकेको रहेछ अनि सकि पनि सकेको रहेछ गुराँस ओसेट गुराँस के बाटो मैले त कहाँ पुगाइदिएको नि स्कुटी माथि नै अम्बो के को हो यो यस्तो फाइनली डाँडा क्लच छुटेर यस्तो ला कहाँ पुग्यो कस्तो पानी अस्ति त एक कार्टुन बोकेको नि हामीले एकछिन मात्रै अठाउनु कि मैले चाहन्छु ओके यो मात्र प्लास्टिक छ नि त अरु नि यो चाहिँ सुकाछ यहाँ दही नै जुन मैले मिलाइदिन्छ Check the views, guys. चीज बोल रहे हैं स्लो मोशन के एउटा खिचो कि जस्तै भाइले खिचिदिन्छ अलि पर ओ भावना सिस्टर आउनु सिस्टर ढिलो हुन्छ झन् गयो कैसे हुआ कब हुआ तुम यहाँ सुने चल्दिम अब स्कुटीसम्म बोक्दै नत्र पक्क कतेर अब चाहिँ हामी चल्दिएको फेरि हुँदैन है मेरो कालो भेन्स हाम्रो चप्पल देखो नयाँ चप्पल धुलै धुलो भयो गाइज हामी चाहिँ फाइनली पुगेर आइपुग्यौँ यस्तो छ हालत आइपुग्यौँ आया लाली गुराँस माथि रमिते डाँडा स्कुटी चाहिँ क्या अरूको बाइकहरू लाएर अप्ठ्यारोमै जान्छु स्कुटी बाई बाई